साथीहरूलाई अफरै साथीहरू, त्यो पनि स्यामसङको ग्यालेक्सी S25 अल्ट्रा लिँदाखेरिमा तपाईँहरूको लागि मात्र हामीले 10 दिनको लागि हेर्नु त यो सबै सामान। एउटा त ओरिजिनल चार्जर फ्रीमा है साथीहरू, अर्को भनेको एउटा इयरबड्स, यो पनि किक कम्पनीको 6 महिना वारेन्टी भएको इयरबड्स फ्रीमा, अनि अर्को तपाईँहरूलाई एउटा यो ओरिजिनल कभर पनि फ्रीमा है साथीहरू, अनि अर्को भनेको टेम्पर ग्लास पनि फ्रीमा, त्यो पनि S25 अल्ट्रा लिँदा है साथीहरू। ल हेर्नुहोस्, यति धेरै सामान तपाईँहरूलाई हामीले यो फोन किन्दा फ्रीमा दिइरहेछौँ। त्यो चाहिँ अब मात्र 10 दिनको लागि हो। अब यो फोनको विषयमा हामी कुरा गरौँ है त साथीहरू। यो फोन चाहिँ स्यामसङको ग्यालेक्सी S25 अल्ट्रा। यो फोन अहिले 1000 GB मा पनि आउँछ, सम्भवतः 1000 GB मा आउने अहिले आइफोन बाहेक यो स्यामसङ मात्रै पहिलो होला है साथीहरू। 1000 GB को S25 अल्ट्राको रेट अहिले 2,35,000 रुपियाँ पर्छ। तपाईँले मात्र नागरिकता र फोटो ल्याउनु भयो भने किस्ताबन्दी गरेर लान नि मिल्छ है साथीहरू। अनि अर्को भनेको 256 GB मा पनि आउँछ, जसलाई 1,85,000 रुपियाँ पर्छ। सुरुमा तपाईँले 74,000 मात्रै तिर्नुभयो भने, अनि त्यस पछाडि महिनाको 9,250 तिर्नुभयो भने 256 GB मा पनि आउँछ है साथीहरू। अब तपाईँहरूलाई यो सबै सामान पनि पाउनु भइहाल्यो, अनि तपाईँहरूलाई किस्ताबन्दी पनि गर्न पाइहाल्नुहुन्छ है साथीहरू। तपाईँले क्यासमा लिन नि मिल्यो, किस्ताबन्दी गर्न नि मिल्यो। यो सबै सामान जुनसुकै ठाउँबाट पनि अर्डर गर्नुभयो भने लिन सक्नुहुन्छ साथीहरू। हाम्रो क्यास अन डेलिभरीको सुविधा सहित नेपालभरि नै हामीले S25 अल्ट्रा सबै ठाउँमा हामीले बिक्री वितरण अहिले पनि गरि नै रहेछौँ। क्यासमा चाहिँ, किस्ताबन्दी गर्न चाहिँ तपाईँहरू हाम्रो पसलमै भिजिट पर्ने हुन्छ। त्यसको लागि तपाईँहरूलाई हाम्रो पसलको लोकेसन त थाहा हुनु परिहाल्यो। गोकर्ण काठमाडौँ नेपाल मेडिकल कलेज हस्पिटलको छेउमा हाम्रो पसलको लोकेसन, गोकर्ण काठमाडौँ 9801806667 अनि 9849508605 दुवै नम्बरमा फोन गरेर नेपालभरिबाट नै तपाईँहरू हाम्रो पसलमा आएर EMI गर्न सक्नुहुनेछ भने क्यासमा लिनको लागि पनि यो सम्पूर्ण सामानहरू पाउनुहुन्छ है साथीहरू। अनि किस्ताबन्दी गर्ने साथीभाइले पनि यो सबै सामानहरू पाउनुहुनेछ। त्यही भएर यो चाहिँ मात्र 10 दिनको लागि अफर भएको हुनाले जो साथीहरूले एकदम चाँडो सम्पर्क गर्नुहुन्छ उहाँले पाउनुहुन्छ। पछि फेरि पाइएन चाहिँ नभन्नु होला है साथीहरू। ल अफर चाहिँ बवाल आइरहेछ है साथीहरू अहिले पनि।